नमस्कार साथीहरू, आज म तपाईँहरू बीच समरमा एकदमै राम्रोसँगले फुल्ने फुलको बारेमा केही छोटो जानकारी अनि त्यो प्लान्टलाई चाहिँ म रिपोर्टिङ गर्न गइरहेछु है। जुन प्लान्ट चाहिँ हो हाइड्रेन्जिया, तपाईँले यहाँ हेर्न सक्नुहुन्छ है। यसलाई हाइड्रेन्जिया भनिन्छ अनि हाम्रो गाउँघरमा चाहिँ यसलाई हामी हंसराज पनि भन्ने गर्दछौँ है त। आज यो प्लान्टको सिजनहरू आएको छ, समरमा एकदमै राम्रोसँगले फुल्छ है। अनि यो प्लान्टलाई चाहिँ म आज रिपोर्ट गर्न गइरहेको छु। जाडो मौसमभरि यो प्लान्टलाई हेर्नुहोस्, जाडो मौसमभरि यो प्लान्टहरू सबै स्ट्रेसमा गएको थियो होइन। अब अहिले चाहिँ यसको रिपोर्ट गर्ने सिजन आएको छ। यहाँ हेर्नुहोस् नयाँ नयाँ सुटहरू आएको छ भित्रभित्र है। अनि यो चाहिँ सेमी सेडमा हुने प्लान्ट हो। तर आज हेर्नुहोस् यो मेरो एकदमै डाइरेक्ट घाममा भएको कारण यो पत्ताहरू एकदमै डढेको पनि छ, घामले एकदमै डढेको पनि छ होइन। यो अनि पुरा भित्रभित्र सुटहरू आइरहेछ। यसको मतलब अब हामीले यसलाई रिपोर्ट गर्ने सिजन आयो, एकदमै राम्रो यसको बेला हो है। हामीले यसलाई रिपोर्ट गर्ने, यसलाई मलजल गर्ने अनि यसलाई अहिले हामीले चाहिँ बेलामै मलजल गऱ्यो भने चाहिँ अब यो समरमा चाहिँ एकदमै मजाले फुल्नेछ है त। तर यो प्लान्ट चाहिँ मेरो एकदमै डाइरेक्ट घाम भएको कारणले एकदमै डढेको छ अनि यस्तो पत्ताहरू पनि सुकेको छ, भित्रभित्र एकदमै धेरै मसिनो सुटहरू धेरै आएको छ। सो आज म यसलाई रिपोर्ट गर्नेछु है त। अनि यसको माटो चाहिँ म कसरी बनाउँछु त्यो पनि अहिले म तपाईँलाई देखाउँछु। र साथीहरू यहाँ हेर्नुहोस्, अब हाम्रो यो प्लान्टहरू चाहिँ हाम्रो छाँटकाट गर्ने बेला आएको छ है। यस्तो पत्ताहरू पहिला म सफा गर्छु। यो सुकेको पत्ताहरू छ अनि जुन अहिले घामले भेटेर मेरो ओइलाको पत्ताहरू छ नि, यो सबै सफा गर्छु। यो सुकेको यस्तो डाँठहरू पनि निकाल्छु है, सबै निकालेर फ्याँक्छु। त्यसपछि म यसलाई अनि रिपोर्ट गर्छु है त। मसँग यस्तो धेरै 6-7वटै गमला छ, सबैलाई म आज म रिपोर्ट गर्नेछु। पहिला म सबै गमला सफा गर्छु, त्यसपछि तपाईँलाई म देखाउँछु। र साथीहरू मैले चाहिँ मेरो हाइड्रेन्जिया प्लान्टको लागि मैले यसरी माटोहरू तयार गरेको छु। यहाँनिर नर्मल माटो छ, गमलाको पुरानो माटो छ है। अनि बोतल खाली दिएको छु, त्यसपछि गाईको मल छ। अनि हाइड्रेन्जिया चाहिँ कस्तो प्लान्ट हो भने नि, हाइड्रेन्जिया कलर चेन्ज हुन्छ। हाम्रो हाइड्रेन्जिया प्लान्टमा चाहिँ एकदमै एसिडिक सोइल चाहिन्छ है। हामी नर्मली देख्छौँ नि ब्लू कलर, पिङ्क कलरको धेरै म्याक्सिमम चाहिँ हामी पिङ्क कलरको देख्छौँ अनि ब्लू पनि देख्छौँ। तर यो यसको कलर चेन्ज हुँदो रहेछ। मेरो एक्सपिरियन्समा पनि चेन्ज भएको मैले पाएको छु। मेरो गमलामा पनि एक साल पिङ्क एक साल ब्लूमा फुलेको देखेको छु होइन। अनि यो ब्लू चाहिँ कसरी हुँदो रहेछ भने, ब्लू हुनलाई चाहिँ एसिडिक सोइल चाहिँदो रहेछ क्या, अम्लीय चाहिँदो रहेछ माटोमा है। अनि एसिडिक सोइल भयो भने चाहिँ ब्लू फुल्ने रहेछ, नर्मली चाहिँ पिङ्क कलर फुल्ने रहेछ। अनि एसिडिक बनाउनलाई चाहिँ आज मैले, हुन त त्यति साह्रो टोटली त नहोला, तर एसिडिक सोइल बनाउनलाई चाहिँ हामीले यसरी खरानी पनि मिक्स गर्नुपर्ने हुन्छ र। सो मैले अलिकति खरानी पनि लिएको छु है, खरानी पनि मिक्स गर्नेछु। अनि बोन मिल हामीले हाल्नै पर्ने हुन्छ। जति पनि फ्लावरिङ हुने प्लान्टहरू छ नि हाम्रो, त्यो फ्लावरिङ हुनेमा चाहिँ हामीले बोन मिल हाल्नै पर्ने हुन्छ। म बोन मिल पनि मिक्स गर्नेछु है। त्यसपछि साग पनि अलिकति हाल्नुपर्ने छ, साग पनि हाल्नुपर्ने हुन्छ है। अनि केपी मलहरू चाहिँ हाम्रो अप्सन हो, आफ्नो इच्छा हो। भनेपछि लाउन मन लाग्यो लाउँदा पनि भयो है। एकदमै फ्लावरिङ हुने प्लान्ट हो। यसपछि यति धेरै फुल्छ कि हाइड्रेन्जिया बोटले खाने सक्नुहुन्छ। अनि पछि अब एकदमै फ्लावरिङ हुने यसलाई हामीले मजाले पनि लाउनु पर्छ। त्यतिखेर हामीले बादमा पछि बेचेर खाँदा पनि भयो होइन। अब अहिलेलाई चाहिँ म बोन मिल लाउँदैछु होइन। त्यसपछि म पछि बादमा लाउनेछु है त। त्यसपछि हामी सोइल मिक्स गर्नुपर्छ। अनि म खरानी पनि कन्टिन्यू दिनेछु, खरानी लाउँछु है। एकदमै धेरै चाहिँ नलाउनु पर्यो, थोरै। र साथीहरू यसरी अनि म साग पनि मिक्सअप गर्नेछु है त। माटोमा हामीले साग पनि हाल्नु पर्ने हुन्छ, यसले फङ्गसहरू लाग्न दिँदैन है। यसरी साग पनि हाल्छु। हाम्रो प्रत्येक प्लान्टमा चाहिँ हामीले साग लाउनै पर्छ है त। कटिङमा होस् चाहे हामीले यसरी पुरै रिपोर्टिङ गर्दाखेरि होस् होइन, साग मिक्स गर्नुहुन्छ। अनि साथीहरू मेरो यो ग्लोभ्स होइन, यो अघि मैले रोजले क्योरिङ गरेको थिएँ, रोजको काँडामा अल्झेर मेरो ग्लोभ्स पनि फाट्यो है। सो आज म यतिकै काम चलाउँदैछु है त। म यसलाई मजाले मिक्सअप गर्नेछु। अनि त्यसपछि मेरो माटो तयार हुन्छ अनि म मेरो हाइड्रेन्जियालाई म सार्नेछु। अनि यसको अपडेट म फेरि पछि दिन्छु है त तपाईँहरूलाई। ल मजाले फुलेपछि म देखाउनेछु। मेरो भिडियो चाहिँ हेरिदिनु होला।